ब्रह्मानन्दं परमसुखदं केवलं ज्ञानमूर्तिं द्वन्द्वातीतं गगनसदृशं तत्त्वमस्यादिलक्ष्यम् एकं नित्यं विमलमचलं सर्वधि साक्षिभूतम् भावातीतं त्रिगुणरहितं सद्गुरुं तं नमामि। अनंत कल्याण निधान, अनंत कोटि ब्रह्मांड नायक, अखिल भुवन सृष्टि स्थिति प्रलय हेतु, दुःखहर्ता सुखकर्ता, निर्गुण निराकार, भक्त जनाश्रयदायक, आसातीत, देहातीत, गुणातीत, निर्गुण निराकार भइकन पनि सगुण साकार रूपमा भक्तजनको हृदयमा निवास गर्ने चैतन्य मूर्ति सच्चिदानन्द स्वरूप परमात्माका चरण कमलमा कोटि कोटि नमन। भगवानकै जीवित प्रतिनिधि स्वरूप सर्वव्यापक परमात्माका लीला विग्रह संत चरणमा कोटि कोटि नमन। भगवान शिव जस्तै कल्याणकारी, भगवान विष्णु जस्तै पावनकारी र भगवान ब्रह्मा जस्तै ज्ञानको अंकुरण गराइदिनुहुने सद्गुरुदेवका चरण कमलमा कोटि कोटि नमन। परमात्माका लीलाहरूको रसास्वादनका लागि पाल्नु भएका सत्य सन्धानशील धर्म प्राण सदसद विवेकी, श्रवण मनन विद्यासनमा आफ्नो समग्र जीवन समर्पण गर्नु भएका पवित्र चित्त स्वरूपमा नमन। जसरी भुवन भास्कर सूर्यले तीनै लोकका अन्धकारहरूलाई निस्तेज पारिदिनुहुन्छ, त्यस्तै आफ्ना ज्ञान राशिले संसारलाई आलोकित बनाउनुहुने र समाजलाई चिन्तनको नयाँ दिशा देखाउन सक्नुहुने मञ्चस्थ विद्वद् वृन्दमा नमन। सभादरणीय, आजको समाज चिन्तित छ, व्यथित छ, अशान्ति छ। अहमता र ममता यति धेरै बढेको छ कि त्यही अनुपातमा अशान्ति पनि बढिरहेको छ। जति अहमता र ममता त्यति नै अशान्ति। जबसम्म म र मेरोको भाव यस संसारप्रति रहिरहन्छ, तबसम्म शान्तिको खोज असम्भव देखिन्छ। भगवान श्रीकृष्णले गीतामा भन्नुभएको छ, त्यागात् शान्तिरनन्तरम्, अर्थात् जब हामीले अहमता र ममताको त्याग गर्छौं तब शान्ति तत्काल सुरु हुन्छ। कुरा सिधा छ, स्पष्ट छ। हामीसँग भनिने हाम्रो पुत्र, परिवार, जग्गा जमिन आदि जति पनि वस्तु छन्, ती दुःख वा अशान्तिका कारण होइनन्, अपितु तिनीहरूप्रतिको हाम्रो आसक्ति नै अशान्तिको कारण हो। यी वस्तुहरू हाम्रा त हुन् सांसारिक दृष्टिले, तर पारमार्थिक दृष्टिले ईश्वरका हुन्, हाम्रा होइनन्। त्यस्तै एउटा प्रसंग आउँछ कि एकजना सन्त शहरमा भिक्षा मागेर नजिकैको बगैँचामा बसिरहेका थिए। साँझको समय थियो। राजा त्यहीँ आइपुगे। उनले सन्तलाई आफ्नो बगैँचामा बसेको देखेर उनले सन्तलाई प्रश्न सोधे, सन्त भएर मेरो बगैँचामा आएर बस्ने हो, कुनै धर्मशाला या मठ मन्दिरमा जानु पर्दैन? त्यसपछि सन्तले भन्नुभयो, राजन, यो धर्मशाला नै त हो। राजा आश्चर्यचकित भए। उनले भने, यो त मेरो बगैँचा हो, मेरो सम्पत्ति हो। त्यसपछि सन्तले सोध्नुभयो, तिमी भन्दा यहाँ पहिले को बस्नुहुन्थ्यो? त्यसपछि राजाले भने, यहाँ भन्दा पहिले मेरो
बुवा हजुर बस्नुहुन्थ्यो। त्यसपछि फेरि सन्तले राजासँग प्रश्न गर्नुभयो, उहाँ भन्दा पनि पहिले यहाँ को बस्नुहुन्थ्यो? राजाले भने, उहाँ भन्दा पनि पहिले मेरो हजुरबुवा यहाँ बस्नुहुन्थ्यो। मेरो पिँढी 100 वर्षदेखि यहाँ यसको स्वामित्व ग्रहण गरेर बसिरहेको छ। सन्तले सोध्नुभयो, के तिमी यहाँ सदाका लागि बसिरहनेछौ? राजाले भने, म जीवित रहेसम्म म बस्नेछु र मेरो देहावसानपछि मेरो पुत्र यहाँ यसको स्वामित्व ग्रहण गरेर बस्नेछ। सन्तले भन्नुभयो, राजन, धर्मशाला भनेको के हो? एउटा व्यक्ति आउँछ जान्छ, अर्को व्यक्ति आउँछ जान्छ, यही नै धर्मशालाको नियम हो। हामीलाई यो संसारमा जे जति व्यक्ति वस्तु पदार्थ प्राप्त हुन्छन् ती केही क्षणका लागि उपभोग गर्नका लागि हुन्, त्यसमा अधिकार जमाउनको लागि होइन। त्यस्तै यो राज्यमा जति पनि व्यक्ति वस्तु पदार्थ छन् ती केही क्षणका लागि उपभोग गर्नका लागि हुन्, त्यसमा अधिकार जमाउनको लागि होइन। सन्तको कुरा सुनेर राजाको घैँटोमा घाम लाग्यो। हामीसँग भनिने हाम्रो शरीर पनि हाम्रो होइन। भगवान श्री कृष्णले गीतामा अर्जुनलाई भन्नुभएको छ, वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोपराणि तथा शरीराणि विहाय जीर्णान्यानि संयाति नवानि देहि। अर्थात हे अर्जुन, यो शरीर भनेको हाम्रो कपडा हो। जिउनु र मर्नु भनेको कपडा फेर्नु जस्तै हो। जसरी मानिसले पुरानो कपडालाई फ्यालेर पसलबाट नयाँ कपडा किनेर ल्याउँछ, त्यस्तै यो आत्माले पनि आफ्नो बुढो भएको शरीरलाई त्यागेर नयाँ शरीर प्राप्त गर्दछ। जब हामीले हाम्रो शरीरलाई कपडाको दृष्टिले हेर्न सक्ने बन्दछौँ, तब हामी भित्र भएका सम्पूर्ण आसक्तिहरू स्वतः नष्ट भएर जान्छन्। हाम्रा शास्त्रले हामीलाई त्यागपूर्ण जीवन बिताउनका लागि बारम्बार अनुरोध गरेका छन्। ईशावास्य उपनिषदको उद्घोष छ, तेन त्यक्तेन भुञ्जीथा मा गृध कस्य सुधनम्। अर्थात कसैको धनमा पनि लोभ नगर। हाम्रा शास्त्रहरूले हामीलाई प्रवृत्ति र निवृत्ति गरी दुईवटा मार्गहरू बताएका छन्, जसमा निवृत्ति मार्ग भन्नाले सम्पूर्णतया त्यागको मार्ग हो, सन्यासको मार्ग हो। प्रवृत्ति मार्ग भन्नाले गृहस्थीमै रहेर पनि भगवानलाई प्राप्त गर्नु हो। काम गर्नुको अल्छीले घर छोड्दैमा त्यसलाई त्याग भनिँदैन। यी सबै वस्तुहरू भगवानका हुन् र म यिनीहरूको हेरचाहको लागि नियुक्त गरिएको एउटा सेवक हुँ भन्ने भावनाले धनादि वस्तुहरूको उपभोग गर्नु पर्दछ। तैदर्तान प्रधायेभ्यो यो भुङ्क्तेस्तेन एव श। अर्थात हाम्रा शास्त्रहरूले हामीलाई दान गर्नु पर्दछ भनेर भनेका छन्। देवताहरूले हामीलाई खुसी भएर धन र अन्न दिन्छन्। हामीले तिनै देवता अथवा देवता स्वरूप मनुष्यहरूलाई समर्पण गरेर मात्र खानु पर्दछ। समर्पण नगरी खानु भनेको त अर्काको धन चोरी गर्न खोज्नु जस्तै हो।